हेलो गाइज, आज चाहिँ हामी क्लास 10 एकाउन्टको मोडेल क्वेसन हेर्नेछौँ। यो मोडेल क्वेसन चाहिँ एससीई 2080 को लागि हो र 2080 को एससीई को लागि यो मोडेल क्वेसन एकदमै इम्पोर्टेन्ट रहेको छ। यस्तै टाइपको पेपर तपाईँको इक्जाममा पनि आउँछ। अब क्वेसन त चेन्ज हुने नै भयो, तर मोडेल चाहिँ यस्तै आउँछ। त्यसैले जति पनि एकाउन्ट पढ्ने विद्यार्थी हुनुहुन्छ सबैजनाले यो भिडियोलाई चाहिँ पुरा हेर्नु होला। अब हामी सुरु गरौँ। अब सब्जेक्ट चाहिँ लेखा परीक्षण भयो अनि पूर्णाङ्क चाहिँ 75 मार्कको हुन्छ तपाईको र पेपरको सोल्भ गर्ने टाइम चाहिँ 2 घण्टा 15 मिनट हुन्छ। 2 घण्टा 15 मिनटमा तपाईले सक्नु पर्यो यसलाई सोल्भ गरेर र फुल मार्क चाहिँ 75 हुन्छ। अनि ग्रुप क मा चाहिँ तपाईलाई 11 नम्बरको क्वेसन आउँछ, 11 नम्बरको क्वेसन आउँछ र 11 वटा क्वेसन आउँछ, सबै एक एक नम्बरको मात्र। ल त यस ग्रुप ए मा आउन सक्ने क्वेसनहरु हेरौँ। आउने टाइपको क्वेसनहरु कस्तो क्वेसन आउँछ भनेर हेरौँ र कसरी लेख्नुपर्छ भन्ने कुरा पनि म तपाईलाई बताउने छु। कुन क्वेसन कसरी लेख्ने, ग्रुप ए को क्वेसन कसरी लेख्ने, ग्रुप बी को क्वेसन कसरी लेख्ने भनेर म तपाईहरुलाई बताउने छु। अब ग्रुप ए मा चाहिँ के भनेर आउँछ भने तलको प्रश्नहरुको एक वाक्यमा उत्तर दिनुहोस् भनेर आउँछ। तपाईले ग्रुप क को एन्सर लेख्दा चाहिँ एकदम छोटो लेख्ने, जति तपाई छोटो सक्नुहुन्छ त्यति छोटो लेख्ने, किनभने तपाईलाई टाइम लिमिटेड मात्रै मिल्छ 2 घण्टा 15 मिनेटको र 2 घण्टा 15 मिनेटमा तपाईले सबै क्वेसन सल्भ गर्न सक्नुपर्छ, सबै क्वेसनको एन्सर लेख्न सक्नुपर्छ। त्यसैले ग्रुप क मा चाहिँ धेरै टाइम तपाई नदिनु होला, किनभने ग्रुप क मा चाहिँ 11 नम्बरको मात्रै हो। 75 मा 11 नम्बर भने ठुलो कुरा हैन। त्यसैले तपाईले ग्रुप क मा चाहिँ छोटो एन्सर लेख्नु होला, छिटो सक्ने ट्राई गर्नु होला र बचेको समय ग्रुप बी र ग्रुप सी मा दिनु होला। ल त अब सुरु गरौँ हामी। अब यो चाहिँ 2080 को मोडेल क्वेसन हो, मोडेल पेपर हो र एक नम्बरमा भनेछ बैंक अधिविकर्ष भन्नाले के बुझिन्छ, व्हाट डु यु मिन बाइ, व्हाट डु यु अन्डरस्ट्यान्ड बाइ बैंक ओभरड्राफ्ट भनेछ। अब यसको चाहिँ तपाईले एकदम छोटो लेख्ने। अब एन्सर चाहिँ तपाई किताबबाट हेर्नु होला, म अहिले भन्न सक्दैन, तर क्वेसनहरु यस्तै टाइपको आउँछ। तपाईलाई कसरी लेख्ने भन्ने कुरा म तपाईलाई हेल्प गरिदिन सक्छु। अब ग्रुप क मा चाहिँ बैंक अधिविकर्ष भन्नाले के बुझिन्छ भनेपछि तपाईले एकदम छोटो लेख्ने, यो भने के हो भन्ने कुरा एक लाइनमा मात्रै लेख्ने। सो त्यसरी लेख्नु होला। अनि 2 नम्बरमा भनेछ अन्तिम खाता तयार गर्दा म तपाईलाई के सजेस्ट गर्छु भने जति पनि यो क्वेसनहरु देख्दै हुनुहुन्छ तपाई, यो भिडियोमा जति पनि क्वेसन देख्दै हुनुहुन्छ जो सबैलाई तपाई लेख्नु होला हैन, आफ्नो कपीमा लेख्नु होला अनि सबैको एन्सर लेख्नु होला। अलग्गै एउटा कपी लिने अनि त्यसमा फर्स्ट देखि यो पहिलो नम्बर देखि सबै क्वेसन लेख्ने अनि त्यसको एन्सर पनि लेख्ने किताबबाट खोजेर। सो त्यसले चाहिँ तपाईको पढ्नमा पनि हेल्प गर्छ, तपाईको रिभिजन पनि हुन्छ र तपाईको इम्पोर्टेन्ट क्वेसनको पनि तपाईलाई याद हुन्छ। जो योबाट पनि धेरै क्वेसन इम्पोर्टेन्ट छ जो कि तपाईको एक्जाममा आउन सक्छ। त्यसैले यो चाहिँ यो सबै क्वेसन तपाईको लागि इम्पोर्टेन्ट छ। सबै क्वेसनलाई तपाई राम्ररी हेर्नु होला। अब 2 नम्बरमा भनेछ अन्तिम खाता तयार गर्दा समायोजनमा दिएका अन्तिम मौजुदातलाई कुन कुन शीर्षकमा प्रविष्टि गरिन्छ। अब यो क्वेसनलाई तपाईले डिस्क्राइब गर्नतिर लाग्ने हैन, कुन कुन शीर्षकमा भनेपछि त्यसको मात्र एन्सर दिने। जे कुरा सोध्या छ त्यसलाई एक लाइनमा भनिदिने भयो। अब 3 नम्बर क्वेसन हेरौँ। 3 नम्बरमा चाहिँ भनेछ नेपाल राष्ट्र बैंक कुन किसिमको बैंक हो भनेछ। नेपाल राष्ट्र बैंक कुन किसिमको बैंक हो भनेर जस्ट यो किसिमको बैंक हो लेखिदिने, त्योभन्दा बढी तपाईले लेख्ने हैन। तपाईलाई 1 नम्बर मज्जाले मिलिहाल्छ। तपाईले बढी लेखेर बढी नम्बर मिल्ने हैन, त्यसैले छोटो भन्दा छोटो लेख्ने। अब विवाह भन्नाले के बुझिन्छ भनेछ। अब यो एकदम सजिलो क्वेसन आउँछ। यसमा चाहिँ बीमा भन्ने यो हो भनेर लेखिदिने एक लाइनमा। अनि 5 नम्बरमा भनेछ रकमान्तर भनेको के हो भनेछ, व्हाट इज बजेट ट्रान्सफर भनेछ। यसको पनि यो भने के हो भनेर जस्ट लेखिदिने, बस बढी डिस्क्राइब गर्ने हैन। अनि 6 नम्बरमा भनेछ असोज महिनाको कुल तलब रु 33,000 मा कर्मचारी सञ्चय कोष बापत रु 6,000 कट्टी गरी तलब भुक्तानी गर्दाको गोसवारा भौचर तयार गर्नुहोस् भनेछ।
अब यो पनि धेरै लामो हुँदैन, तपाईले अलिकति ठुलो होला, यो चाहिँ अरूभन्दा एक लाइनको चाहिँ हुँदैन, अलिकति ठुलो होला, त्यही पनि तपाईले 1 नम्बर मिल्छ, तर धेरै नलेख्नु होला। जस्ट यो जे भनेको छ त्यो लेख्ने, घोषणा भोचर तयार गरिदिने भयो। अनि 7 नम्बर क्वेसन हेरौँ। 7 नम्बरमा चाहिँ भनेको छ सरकारी लेखा परीक्षणका कुनै 4 वटा उद्देश्य सूचीकृत गर्नुहोस् भनेको छ। 4 वटा भनेको छ। ओ माई गॉड, 1 नम्बरको क्वेसनमा 4 वटा उद्देश्य लेख्नु पर्ने रे। यो चाहिँ अलि अनयुजुअल क्वेसन भयो। त्यही पनि अब 4 वटा भनेपछि सजिलै होला, यसको चाहिँ छोटो छोटो होला, त्यसैले 4 वटा चाहिँ तपाईले याद गर्नु पर्यो किताबदेखि। यो सबै क्वेसनहरु किताबदेखि हेर्नु होला। यो सबै क्वेसनको आन्सर तपाई एउटा नोट बनाउनु होला। त्यही सजेस्ट गर्छु म तपाईलाई। एउटा कपी लिने, सुरुबाट जति क्वेसन देख्नु भयो तपाईले त्यसको सबैको नोट बनाउने। अनि 8 नम्बरमा चाहिँ भनेको छ महालेख परीक्षण कार्यालयमा कुनै 4 वटा काम, कर्तव्य र अधिकारहरु सूचीकृत गर्नुहोस् भनेको छ। अब 4 वटा तपाईले सूचीकृत गर्नु पर्यो। अब आसामीबाट प्राप्त रकमको भौचर परीक्षण कसरी गरिन्छ भनेको छ 9 नम्बरमा चाहिँ। अनि 10 नम्बरमा चाहिँ भनेको छ कुन अवस्थामा लेखा परीक्षणले नकारात्मक लेखा परीक्षण प्रतिवेदन तयार गर्दछ भनेको छ। कुन अवस्थामा भनेको छ तपाईले बढी आन्सर दिने हैन, यो अवस्थामा भन्दिने बस। अब 11 नम्बरमा हेरौं। लेखा परीक्षण मापदण्ड अन्तर्गत सामान्य मानदण्डभित्र पर्ने मानदण्डहरूमध्ये कुनै 4 वटा मानदण्डहरू सूचीकृत गर्नुहोस्। 4 वटा तपाईले लेख्ने। अब आउँछ ग्रुप ए चाहिँ तपाईको लागि त्यति इम्पोर्टेन्ट हैन, म त त्यही भन्न चाहन्छु। त्यति इम्पोर्टेन्ट चाहिँ हैन ग्रुप ए, त्यसैले तपाई आफ्नो टाइम चाहिँ ग्रुप ए मा नलगाउनु होला। केही क्वेसन तपाईलाई आएन भने पनि त्यसलाई सोच्नमा टाइम लगाउनु भन्दा बरु बी नम्बर ग्रुप बी को क्वेसनहरु सल्भ गर्नतिर लाग्नु होला। म तपाईलाई त्यही सजेस्ट गर्छु, किनभने ग्रुप बी चाहिँ तपाईको लागि सबैभन्दा इम्पोर्टेन्ट हो। ग्रुप सी भन्दा पनि इम्पोर्टेन्ट हो। ग्रुप बी मा चाहिँ 40 नम्बरको आउँछ। तपाई यहीबाट ग्रुप बी मात्र तपाईले राम्ररी लेखिदिनु भयो भने तपाई पास त यतैबाट पनि हुन सक्नुहुन्छ। त्यसैले यो ग्रुप चाहिँ तपाईको इम्पोर्टेन्ट छ, किनभने ग्रुप सी मा चाहिँ गाह्रो क्वेसन आउँछ। अब ग्रुप ख मा चाहिँ सजिलै क्वेसन आउँछ, त्यति गाह्रो पनि आउँदैन र हरेक क्वेसन 5-5 नम्बरको हुन्छ। टोटल चाहिँ 40 नम्बरको। अब 12 नम्बरमा भनेको छ अल्फा बीटा व्यवसायको 30 असाढ 2017 सालको सन्तुलन परीक्षणको आधारमा व्यापार खाता र नाफा नोक्सान तयार गर्नुहोस् भनेको छ। यो चाहिँ तपाईले पढ्नु भयो होला, यो चाहिँ तपाई सल्भ गर्नु होला, तपाईको प्र्याक्टिस पनि हुन्छ। अब तल यता डाटाहरु दिएको छ। अब यसको चाहिँ नाफा नोक्सान खाता तपाईले तयार गर्नु पर्यो। यो चाहिँ तपाई गर्नु होला। म तपाईलाई राम्ररी देखाइदिन्छु, यो पुरै देखाइदिन्छु। यो तपाई गर्नु होला। ल यो चाहिँ पुरै डाटा भयो। तपाईलाई एकचोटी अरु फर्स्ट देखि देखाइदिन्छु। 12 नम्बर क्वेसन यो पुरै डाटा भयो। ल त यो तपाई गर्नु होला, सोल्भ गर्नु होला, आफुलाई टेस्ट गर्नु होला तपाईलाई आउँछ कि आउँदैन भनेर। अब 13 नम्बरमा चाहिँ तपाईले अलिकति सजिलो हुन्छ। 13 नम्बरमा चाहिँ तपाईले अथवा भनेर मिल्ने गर्छ। यो अथवा यो दुईटैमा तपाई एउटा लेख्नु पर्ने हुन्छ तपाईले। अब कति स्टुडेन्ट चाहिँ दुईटै लेख्ने हुन्छन् बढी जान्ने भएर, मलाई बढी नम्बर मिल्ला भनेर, तर त्यस्तो गर्नु हुँदैन। त्यस्तो गरेपछि बरु नम्बर काटिने सम्भावना हुन्छ। त्यस्तो चाहिँ नगर्नु होला। तपाई एउटै गर्ने, दुईटा अथवा भनेछ भनेपछि दुईटै लेख्नतिर लाग्ने हैन, एउटा मात्रै लेख्ने। दुईटा लेख्नु राम्रो हैन, एउटा मात्रै लेख्ने जो तपाईलाई राम्ररी आउँछ। दुईटै आउने भए पनि तपाई एउटा लेख्नु होला जो तपाईलाई राम्ररी आउँछ। अब 13 नम्बरमा चाहिँ भनेको छ वाणिज्य बैंक भन्नाले के बुझिन्छ, यसका कुनै 3 वटा मुख्य कार्यहरू व्याख्या गर्नुहोस्। अब कार्यहरू व्याख्या गर्नुहोस् भनेको छ, किनभने यो 5 नम्बरको क्वेसन हो। तपाईलाई कार्यहरू मात्रै लेख्नु भनेको छैन, किनभने कार्यहरू लेख्नु मात्र भने भए त त्यो 1 नम्बरको क्वेसन हुन्थ्यो। कार्यहरूलाई व्याख्या पनि गर्नु पर्यो, किनभने यो 5 नम्बरको क्वेसन छ। सो यसको चाहिँ अलिकति लामो लेख्नु पर्ने हुन्छ। तपाईले आधा पन्ना जति त हुन्छ। अब धेरै अप्ठ्यारो पनि छैन। मैले तपाईलाई भनेकै थिएँ ग्रुप बी चाहिँ तपाईको लागि सबभन्दा इम्पोर्टेन्ट हो, किनभने धेरै अप्ठ्यारो पनि हुन्न, धेरै नम्बर पनि मिल्छ तपाईलाई। अब अथवामा चाहिँ के क्वेसन आएको छ भनेपछि
सानो नगदी कोष भन्नाले के बुझिन्छ यो पनि सजिलो छ जस्ट एकदम कमन क्वेसनहरु छ जो कि तपाईले धेरै पढ्नु भएको छ यो धेरै चोटी सुन्नु भएको होला टिचरदेखि पनि उदाहरण सहित व्याख्या गर्नुहोस् र यसमा चाहिँ तपाईले व्याख्या गर्नुपर्ने हुन्छ ग्रुप बी को क्वेसनहरुलाई अलि लामो लेख्नु पर्ने हुन्छ मिनिमम तपाईले आधा पन्ना जति त लेख्नु पर्यो नत्र तपाईलाई 5 मा 5 नम्बर चाहिँ मिल्दैन अब 14 नम्बर क्वेसन हेरौं 14 नम्बर पनि अब तपाईले यो डाटाहरु दिएको छ अब 14 नम्बरमा चाहिँ के भनेको छ भनेपछि जिल्ला निर्वाचन कार्यालय भक्तपुरका निम्नलिखित कारोबारहरुको आधारमा गोसवारा भौचर तयार पार्नुहोस् अब यसमा चाहिँ तपाईले गोसवारा भौचर तयार गर्नु पर्यो डाटाहरु दिएको छ यो पनि तपाई गर्नु होला म तपाईहरुलाई डाटा राम्ररी देखाइदिन्छु यो क्वेशन पनि तपाईको लागि मोस्ट इम्पोर्टेन्ट क्वेशन हो यो चाहिँ हरेक एक्जाममा सोधेको हुन्छ यो चाहिँ हेर्नु होला ल म तपाईलाई पुरा देखाइदिन्छु यो चाहिँ तपाई सल्भ गर्नु होला ल यो चाहिँ डाटा भयो होप तपाईले देख्नु भयो होला यो चाहिँ तपाई आफ्नो टेस्टको लागि पनि गर्नु होला तपाईलाई आउँछ कि नै भनेर तपाईको प्र्याक्टिस पनि हुन्छ 15 नम्बर क्वेशन पनि अथवा भनेर दिएको छ अथवा भनेर दिएको क्वेशन चाहिँ सजिलो हुन्छ किनभने तपाईलाई एउटा क्वेशन नआए पनि अर्को त आइ नै हाल्छ तपाईले पढ्नु भा हुन्छ त्यो कुरा र तपाईलाई म एउटा कुरा के सजेस्ट गर्छु भने तपाई एकचोटी तपाई आफ्नो बुक छ नि त्यो जो तपाईको बुक छ नि त्यो पुरैलाई सुरुदेखि लास्ट सम्म रिभिजन गर्नु होला बुक पढ्नु पनि तपाईको लागि धेरै इम्पोर्टेन्ट हुन्छ किनभने 10 क्लासमा क्वेशनहरु आउने भनेकै बुकबाट हो त्यसैले त्यो पुरै रिभिजन गर्नु होला तपाई एकचोटी त्यसले तपाईलाई धेरै हेल्प गर्छ त्यसमा धेरै टाइम नलाग्ला तपाईलाई बढीमा 4-5 दिन लाग्ला पुरै बुक पढ्न धेरै ठुलो पनि छैन अब 15 नम्बरमा चाहिँ भनेको छ सरकारी लेखा परीक्षण भनेको के हो यसका कुनै 3 वटा महत्त्व बारे उल्लेख गर्नुहोस् भनेको छ यो पनि सजिलो छ मैले भनेकै थिए तपाईलाई ग्रुप बी को क्वेशनहरु धेरै अप्ठ्यारो हुन्न ग्रुप सी को बरु अप्ठ्यारो हुन्छ ग्रुप बी को चाहिँ अप्ठ्यारो हुन्न र धेरै मार्क पनि ल्याउन सकिन्छ ग्रुप बी बाट अब व्हाट इज गभर्नमेन्ट अडिट राइट एनी 3 इम्पोर्टेन्ट अफ गभर्नमेन्ट अडिट भनेको छ यो पनि सजिलै क्वेशन छ र यसमा अथवा भनेर के सोधेको छ भनेपछि नेपालमा सरकारी लेखा परीक्षणको विकास बारे छोटकरीमा उल्लेख गर्नुहोस् भनेको छ अब यस्तो टाइपको क्वेशन आयो भने म तपाईलाई के सजेस्ट गर्छु भने जो तपाईलाई पोइन्टमा लेख्ने क्वेशन हुन्छ नि त्यो लेख्नु होला अब यो डिस्क्राइब गर्नुपर्ने क्वेशनहरु जो तपाईले यसरी छोटकरीमा उल्लेख गर्नुहोस् भन्ने क्वेशनहरु तपाई नलेख्नु होला भन्ने सजेस्ट गर्छु यसको कारण चाहिँ के छ भनेपछि जो क्वेशनको तपाईले व्याख्या गर्नुपर्ने हुन्छ नि त्यो क्वेशनमा चाहिँ तपाईले नम्बर कम मिल्छ के जस्तै यो 15 नम्बरको यो पहिलो क्वेशन हेर्नुहोस् सरकारी लेखा परीक्षण भने के हो यसको उत्तर दिने तपाईले अनि यसका कुनै 3 वटा तपाईले 3 वटा फिक्स सोधेको छ नि त 3 वटा लेख्ने भनेपछि यसमा चाहिँ तपाईले फिक्स नम्बर मिल्छ के त्यसैले यस्तो क्वेशनमा बढी सजेस्ट म के गर्छु भनेपछि यस्तो फर्स्ट वाला क्वेशन लेख्नु होला फर्स्ट वाला टाइपको अब यस्तो पनि लेख्न सक्नुहुन्छ तपाईले राम्ररी आउँछ भने त नम्बर नमिल्ने कुरो हुन्न बट यदि तपाईलाई दुईटै क्वेशन आउँछ दुईटै क्वेशन राम्ररी आउँछ भने चाहिँ यो फर्स्ट वाला लेख्नु होला फर्स्ट वाला टाइपको क्वेशन लेख्नु होला भन्ने म तपाईलाई सजेस्ट गर्छु अब 16 नम्बरमा चाहिँ भनेको छ महालेखा नियन्त्रण कार्यालयको परिचय दिँदै यसका कुनै 3 वटा काम कर्तव्य र अधिकारहरू व्याख्या गर्नुहोस् यसमा पनि तपाईले व्याख्या गरेर लेख्नु पर्यो आधा एक पन्ना जति त लेख्नै पर्यो महालेखा नियन्त्रण कार्यालयको परिचय दिनु पर्यो अनि यसका 3 वटा काम कर्तव्य र अधिकारहरू अब 17 नम्बर क्वेशन हेरौं हामी 17 नम्बरमा चाहिँ भनेको छ लेखा परीक्षण कार्यमा भौचर परीक्षणको भूमिका बारे विश्लेषण गर्नुहोस् भनेको छ अब यो चाहिँ अलि गाह्रो होला बरु यस्तो क्वेशन चाहिँ तपाईलाई गाह्रो हुन्छ जस्तै फिक्स छ तपाईलाई यतिवटा इम्पोर्टेन्टहरु के हुन् यसको युज के हो यस्तो सोध्या भए चाहिँ सजिलो हुन्छ तर यो जो विश्लेषण गर्नुहोस् व्याख्या गर्नुहोस् भन्ने क्वेशन हुन्छ त्यसमा चाहिँ अलिकति गाह्रो हुन्छ तपाईले धेरै लेख्नु पर्ने हुन्छ र नम्बर पनि पास मिल्न अलि गाह्रो हुन्छ अब 18 नम्बरमा चाहिँ भनेको छ महालेखा परीक्षणको कार्यालयबाट लागू भएको लेखा परीक्षण मापदण्डहरू बारे बयान गर्नुहोस् भनेको छ अब यसमा पनि त्यस्तै बयान गर्नुहोस् भनेको छ मापदण्डहरू के छन्
त्यो सबैले तपाईले बयान गर्नु पर्यो, एक्सप्लेन गर्नु पर्यो। अब 19 नम्बरमा हेरौँ। 19 नम्बरमा पनि डाटा दिएको छ। जिल्ला कृषि विकास कार्यालय काठमाडौँको निम्नलिखित कारोबारलाई बैंक नगदी किताबमा प्रविष्टि गर्नुहोस्। अब यो पनि डाटावाला क्वेसन भयो। बैंक नगदी किताबमा प्रविष्टि गर्नुहोस् भनेको छ, यो चाहिँ डाटा भयो। यो पनि तपाईँ सल्भ गर्नु होला। यस्तो टाइपको क्वेसन पनि तपाईँको लागि इम्पोर्टेन्ट छ। डाटा चाहिँ यो भयो, तपाईँले म राम्ररी देखाइदिन्छु फर्स्टदेखि नै। यो चाहिँ पुरै डाटा भयो, यो चाहिँ डाटा भयो। तपाईँ यो क्वेसन चाहिँ जसरी भए पनि गर्नु होला। अब आउँछ समूह ग। यो चाहिँ अलिकति गाह्रो हुन्छ। अब एउटै क्वेसन 8 नम्बरको हुन्छ भनेपछि गाह्रो नहुने त कुरो भएन। अब यसमा यदि तपाईँले एक पन्ना भन्दा कम लेख्नुभयो भने चाहिँ तपाईँले 5 नम्बर भन्दा पनि कम आउँछ। सो यसमा चाहिँ धेरै लेख्नुपर्ने हुन्छ तपाईँले। 8 नम्बरको क्वेसन हो, एउटै क्वेसन 8 नम्बरको भनेपछि त अब तपाईँले एक पन्ना भन्दा त बढी नै लेख्नुपर्ने भयो। अब 20 नम्बर यसको ग्रुप ग को पहिलो क्वेसन 20 नम्बर क्वेसनमा भनेको छ भौचर परीक्षण भन्नाले के बुझिन्छ। त्यति गाह्रो पनि हुन्न। जसरी यो भन्नाले के बुझिन्छ भनेको छ फर्स्ट। यो चाहिँ भौचर परीक्षण भन्नाले के बुझिन्छ भनेको उत्तर लेख्नुभयो भने तपाईँले 1-2 नम्बर मात्र पाउनुहुन्छ। अनि यो पछाडिको जो भनेको छ नगदी किताबको प्राप्ति पक्षको भौचर परीक्षणबारे प्रकाश पार्नुहोस् भनेको छ। यो चाहिँ तपाईँले धेरै एक्सप्लेन गर्नुपर्ने हुन्छ कि एक्सप्लेन द भाउचिङ अफ रेसिप्ट्स साइड अफ केसबुक। यो चाहिँ तपाईँले एकदम बढी एक्सप्लेन गर्नुपर्ने हुन्छ। तपाईँले जति आउँछ त्यो सबै कुरा लेख्नु होला। जति पनि आउँछ तपाईँले लेख्नुपर्ने हुन्छ। यसमा एक पन्ना जति लेख्नै पर्यो, किनभने 8 नम्बरको क्वेसन हो। यसमा पनि तपाईँले अथवा भनेर आउँछ क्वेसन। अथवामा चाहिँ के सोधेको छ भने भौचर भन्नाले के बुझिन्छ। यो पनि सजिलै छ, धेरै गाह्रो त छैन। निम्नलिखित कारोबारहरूको भौचर परीक्षण तपाईँ कसरी गर्नुहुन्छ भनेको छ। अब निम्नलिखित दुईटा दिएको छ। यो बरु सजिलो छ कि यो 20 नम्बरको पहिलो क्वेसन भन्दा दोस्रोवाला चाहिँ सजिलो छ, किनभने यसमा फिक्स दिएको छ कि यसमा चाहिँ पुरै एक्सप्लेन गर्नु पर्यो। सो यस्तो अथवामा यस्तो यो दुईटा टाइपको क्वेसन आयो भने म तपाईँलाई यही सजेस्ट गर्छु कि तल्लोवाला टाइपको क्वेसनहरू तपाईँ गर्नुहोस्, किनभने यसमा चाहिँ फिक्स दिएको छ निम्नलिखित कारोबारहरूको भौचर परीक्षण तपाईँ कसरी गर्नुहुन्छ भनेर दुईटा दिएको छ। यो चाहिँ सजिलो हुन्छ अलिकति, यसमा चाहिँ बढी नम्बर मिल्ने चान्स पनि हुन्छ। अब त्यो पुरै एक्सप्लेन गर भनेपछि चाहिँ त्योबाट घटाएर नम्बर दिन्छन्। सो यो पनि तपाईँ गर्नु होला। यो 8 नम्बरको क्वेसन हो, एउटै क्वेसन 8 नम्बरको। अब 21 नम्बर क्वेसन हेरौँ हामी। अब 21 नम्बर क्वेसनमा भनेको छ लेखा परीक्षण प्रतिवेदन तयार गर्दा समावेश गर्नुपर्ने आवश्यक तत्त्वहरूबारे विश्लेषण गर्नुहोस्। यो पनि एक्सप्लेन गर्नुपर्ने भयो। एक्सप्लेन द इम्पोर्टेन्ट फ्याक्टर्स द्याट सुड बी कन्सिडर्ड व्हाइल प्रिपेयरिङ अडिट रिपोर्ट। यो चाहिँ तपाईँले एक्सप्लेन गर्नु पर्यो कि जस्ट आवश्यक तत्त्वहरू मात्र लेखेर भएन, आवश्यक तत्त्वहरूलाई एक्सप्लेन पनि गर्नु पर्यो। यो चाहिँ 2 पन्ना जति त खान्छ होला यसले। अब 22 नम्बर हेरौँ। 22 नम्बरमा चाहिँ तपाईँले नाफा नोक्सान खाता र वासलात तयार गर्नुपर्ने छ, व्यापार खाता पनि। यसमा 22 नम्बरमा चाहिँ भनेको छ। अब 22 नम्बरमा चाहिँ भनेको छ निम्नलिखित सन्तुलन परीक्षण र समायोजनका आधारमा चैत्र मसान्त 2075 मा आरएन इन्टरप्राइजेसको व्यापार खाता, नाफा नोक्सान खाता र वासलात तयार पार्नुहोस् भनेको छ। अब डाटाहरू तपाईँलाई दिएको छ। यो क्वेसन पनि तपाईँको लागि एउटा फिक्स क्वेसन हो, इक्जाममा आउन सक्ने क्वेसनमा एउटा फिक्स क्वेसन हो। यो धेरै चान्स हुन्छ यो क्वेसन आउने। अब डाटा चाहिँ तपाईँलाई दिएको छ, यो डाटा दिएको छ, तपाईँ यो गर्नु होला मजाले। यो चाहिँ लामो नै हुन्छ, किनभने 8 नम्बरको क्वेसन हो र यो क्वेसनमा चाहिँ तपाईँले सबै कुरा राइट गर्नुभयो भने 8 नम्बरमा 8 नम्बर मिल्छ। जस्तै यसमा चाहिँ एक्सप्लेन गर भनेको थियो, यसमा चाहिँ 8 नम्बरमा 8 नम्बर नमिल्ला। तर यो डाटावाला क्वेसनमा चाहिँ तपाईँले राइट गर्नुभयो भने 8 नम्बरमा 8 नम्बर नै मिल्छ। सो यो चाहिँ पुरै डाटा भयो, तपाईँलाई म राम्ररी देखाइदिन्छु। यो चाहिँ तपाईँ प्र्याक्टिस गर्नु होला यो क्वेसन।
पुरै गर्नु होला। ल डाटा चाहिँ लामो नै छ किनभने 8 नम्बरको क्वेसन हो। ल त यो पुरै गर्नु होला। ल र यता पनि छ डाटा, सकिएको छैन अझ। र यहाँसम्म चाहिँ डाटा छ, यो पुरै डाटा भयो। र यो क्वेसनमा चाहिँ तपाईलाई धेरै टाइम जान सक्छ, त्यसैले म तपाईलाई यही सजेस्ट गर्छु, तपाई यो लास्टमा गर्नु होला यो क्वेसन। र तपाईले यदि राइट गर्न सक्नुभयो भने तपाईको 8 मा 8 नम्बर आउँछ। सो तपाईहरुलाई बेस्ट अफ लक एक्जामको लागि, र एक्जामको तयारी चाहिँ राम्ररी गर्नु होला। र म यही सजेस्ट गर्छु तपाईलाई यो सबै क्वेसन गर्नु होला। जो क्वेसन मैले यो मोडल पेपरमा देखाए तपाईहरुलाई, मोडल क्वेसनमा जो क्वेसन देख्नु भयो, सर्ट ग्रुप ए को ए देखि लिएर ग्रुप सी सम्म सबै क्वेसन गर्नु होला। यो क्वेसनहरु तपाईले पढ्नु भयो भने तपाईलाई एक्जाममा धेरै हेल्प हुनेछ। ल त आजको लागि यति नै, पढ्दै गर्नु होला। बाइ बाइ।